मान्छेलाई विकासको केन्द्रबिन्दु मान्ने अवधारणा हो श्रम संस्कृति। मान्छे मारेर विकास हुँदैन भन्ने सोचाइ हो श्रम संस्कृति है। विकासको केन्द्रबिन्दु मान्छे हो। मान्छे छ भने विकासको परिकल्पना गर्न सकिन्छ, तर मान्छेलाई विस्थापित गरेर, मान्छेलाई मारेर, कुल्चेर, काटेर होइन, तपाईँको चाहिँ फसाएर कुनै तपाईँको चाहिँ अर्को कुरा प्राप्त गर्न चाहँदैन श्रम संस्कृति। श्रम संस्कृतिले तपाईँलाई माया गर्न सिकाउँछ। श्रम संस्कृतिले तपाईँले देशलाई माया गर्नुपर्छ भन्छ। श्रम संस्कृतिले देशले तपाईँलाई माया गर्नुपर्छ, सरकारले तपाईँलाई माया गर्नुपर्छ भन्छ। मान्छेलाई केन्द्रबिन्दुमा राखेर बाटो बनाउनु भन्दा एउटा बिग्रेको मान्छेलाई सही मार्गमा देखाउनु ठुलो विकास सम्झने अवधारणा हो श्रम संस्कृति। बाटो चाहिँ ठुलो बनायो, मान्छे चाहिँ सबै स्वार्थी र तपाईँको छैन होइन, एकदम नराम्रो खराब प्रवृत्तिका भयौँ भने त्यो ठुलो बाटोको कुनै अर्थ हुँदैन। आदरणीय राजभाइजी, मान्छेलाई परिवर्तन गर्ने संस्कृति हो यो। एउटा अल्छी मान्छेलाई पौरखी बनाउने, डुलेर लखर लखर हिँड्ने मान्छेलाई श्रमसँग जोड्ने संस्कृति हो श्रम संस्कृति। आज तमाम जेनजीले भ्रष्टाचार विरुद्धमा अभियान छेडेको छ, आन्दोलन गरेको छ। ज्यानै कतिले थाल्नुभयो, कतिले तपाईँको चाहिँ अझै पनि अङ्गभङ्ग गरेर तपाईँको घाइते अवस्थामा अस्पतालमा कठिन दिनहरू बिताइराख्नु भएको छ। जेनजीको एउटा म्यान्डेट के थियो, जेनजीको चाहना के थियो भने यो देशमा भ्रष्टाचार नहोस् भन्ने थियो। तर म यहाँहरू सबैजनालाई भन्न चाहन्छु, सधैँभरि मैले राख्दै गरेको तर्क अलिकति यहाँ दोहोरिन्छ। जब मान्छे काम गरेर खान चाहँदैन, गफ गरेर खाने भन्छ। गफ गरेर खाने मान्छे ठग हो, उसले ठग्न थाल्छ। ठग्ने मान्छेले कर्मचारी बनेर जागिर खायो भने पनि उसले घुस खान्छ, भ्रष्टाचार गर्छ होइन। नेता बनेर चुनिएर गयो, सांसद भयो, मन्त्री भयो भने उसले त देशै बेचेर खाइदिन्छ। त्यसो भएको कारणले गर्दाखेरि गफ गरेर होइन, काम गरेर खानुपर्छ भन्ने संस्कृति हो श्रम संस्कृति। काम कुनै सानो हुँदैन है, काम कुनै पनि सानो हुँदैन है। सरसफाइ कर्मीले गर्ने काम पनि प्रधानमन्त्रीले गर्ने काम जतिकै महत्त्वपूर्ण हो भन्छ श्रम संस्कृतिले।